ललितपुर चेम्बर अफ कमर्स थगु निकोगु साधारण सभा हंगदु ललितपुर चेम्बर या अध्यक्ष पुष्परत्न साके नायश्री येले शुक्रबार जुगु ज्याजोले निकोगु साधारण सभा हंगुखा ज्याजो या उलेजा ऊर्जा जलस्रोत लिसे सिंचाई मन्त्री पम्फा फुसाला याना दिगु खा ज्याजोले मन्त्री पम्फा फुसाला संघीय सरकार उद्योगी व्यवसाय तेत फयाङ फटले ग्वाली यागु तासी यल महानगरपालिका न मागु ग्वाली यागुली सवने याना ज्यायात व्यवसाय तेत इनाब्यान दिल मलाई के विश्वास छ भने जे जस्ता कारणले भए पनि तिनीहरुलाई निर्माण भए पनि देशको आर्थिक विकास र समुन्नतिमा अर्को बडो मिलेर सहकारीसित मिलेर र आपसमा पनि समन्वय गरेर यहाँले आफ्ना कामलाई अगाडि बढाउनु हुनेछ भन्ने मलाई विश्वास छ। आपसी सहकारी सहमति र अनि साझा हितलाई व्यवसायका हितहरूलाई अगाडि बढाउनु हुनेछ भन्ने म विश्वास राख्दछु। ज्याजोले ललितपुर चेम्बर अध्यक्ष पुष्परत्न साके लुबी काप व बुङ्गे हस्तकला ग्राम देखेत संघीय लिसे स्थानीय सरकार लिसे माग्यान दिल यस चेम्बरले ललितपुरमा रहेको सिपमूलक तालिममूलक र ऊर्जावान महिलाहरू र युवाहरूलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न सबलीकरण गर्न र यस चेम्बर अन्तर्गत गठित महिला चेम्बर र युवा चेम्बर मार्फत महिला र युवाहरूलाई भेला गरी उद्यमशीलता र व्यावसायिकता विकास गराई ललितपुर जिल्लालाई आर्थिक दृष्टिकोणले अझ मजबुत गराउन सक्ने भएकोले यस कार्यमा आवश्यक सहयोग एवं सहजीकरण गराइदिनु हुन माननीय मन्त्रीज्यू मार्फत केन्द्रीय प्रदेश र स्थानीय सरकारबाट पहल गरिदिनु अनुरोध गर्छु। वेकल च्यागु बुदाई माग तया कोरोना प्रभावित उद्यमितेत राहत वितरण इनाब्यान दिल एक नम्बर कोभिडको कारण प्रभावित पर्यटन हस्तकला र निर्यात योग्य वस्तुको निकासी प्रबन्धनमा आवश्यक प्रोत्साहन र अनुदानको व्यवस्था गरिदिनु हुन। दुई नम्बर ललितपुरका व्यवसायहरूको सर्टिफिकेट ओर्जिनमा सिफारिस गरिँदा ललितपुर चेम्बर अफ कमर्स मार्फत गरिदिनु हुन। तीन नम्बर विकसित देशले अन्य विकसित देशलाई निर्यात गरेर दिने सुविधा GSA लागू गराइदिनु आवश्यक व्यवस्था गरिदिनु हुन। चारमा डुबुमा टेक्सटाइलको औद्योगिक ग्राम र बुङ्गेमामा क्राफ्ट भिलेजको रूपमा विकसित गर्न आवश्यक व्यवस्था गरिदिनु हुन। 5 नम्बर ललितपुरको महानगरपालिकाको स्वामित्वमा रहेको फुलचोक स्थित पसल तौल कम्तीमा 3वटा यस चेम्बरलाई निःशुल्क उपलब्ध गराई ललितपुरका महिला उद्यमीबाट उत्पादित हस्तकला तथा निकासी जन्य वस्तुहरूको प्रदर्शन र बिक्री खर्चको व्यवस्थालाई उपलब्ध गराइदिनु म विनम्र अनुरोध गर्छु। ज्याजोले नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्ल यल महानगरपालिका उपमेयर गीता सत्याल लगायत बुतितुगु खा